So hey guys, welcome to my new vlog. हेर्न सक्नुहुन्छ So hey guys, welcome to my new vlog. आज चाहिँ बिहान vlog स्टार्ट गरिरहेको छु र अहिले चाहिँ म चाहिँ बसिरहेको थिएँ, त्यही भएर मैले सोचेँ भ्लग बनाइहालौँ हैन। र च्यानल बनाउनु भने च्यानल सब्स्क्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला हैन। अहिले चाहिँ इटा बोकेर अब चाहिँ बिछाउन आछु म पनि। यस्तो फोर भइसकेको छ कपडा र गाइस च्यानल भिडियो चाहिँ फुल वाच गरिदिनु होला। अनि यो त छ हाम्रो पिजनको बच्चा हैन, सँगै पढेको बच्चा एकदमै खतरनाक छ गाइस हैन। अहिले चाहिँ नेउले चाहिँ चारा खुवाए अनि त्यसपछि चाहिँ अहिले राखिदिएछु म, हेर्न सक्नुहुन्छ। र गाइस एउटा चाहिँ गाई ब्रेकिङ न्युज छ हैन, हजुरहरूको लागि चाहिँ मैले चाहिँ अब मोटो ब्लगिङ पनि गर्छु भन्ने सोचेछु हैन। र हेलमेट पनि आइसकेछ, म चाहिँ हजुरलाई देखाउँछु हैन। अनि आज चाहिँ हुन्छ कि हुन्न त्यो चाहिँ फिक्स छैन हैन। बाइक मिलेपछि चाहिँ भिडियो बनाउनुलाई अलिकति हैन, हजुरलाई पनि देखाउँछु। र सेटअप चाहिँ हेर्न सक्नुहुन्छ, अब म हेर्न सक्नुहुन्छ देखाइदिन्छु म हजुरलाई। हेर्न सक्नुहुन्छ हाम्रो हेलमेट भेगाको हेलमेट रहेछ हैन। र यो चाहिँ हेलमेट माउन्ट, बट मलाई चाहिँ यो बाङ्गो देखेला छ हैन। सो म चाहिँ अलिकति यसलाई ठिक्क गराइदिएँ। सो आजको भिडियो चाहिँ एकदमै खतरनाक हुन्छ गाइस हैन। भिडियो चाहिँ फुल वाच गरिदिनु होला। र म चाहिँ नहाएर अनि ग्यालेरी जाने छु र भिडियो राम्ररी बनेपछि म चाहिँ हजुरलाई चाहिँ त्यो पनि देखाइदिन्छु हैन, मोटो ब्लगको कस्तो छ के कसो हैन। अनि च्यानल चाहिँ सब्स्क्राइब गरिराख्नु होला, दिन प्रतिदिन त ब्लग आउन सक्दैन हैन। र म चाहिँ केही दिनमा धेरै दिन त हैन, विक 1 विक पछि हालिदिने छु भिडियो एउटा मोटो ब्लगिङको हैन। सो गाइज डेली पनि आउन सक्छ तर फिक्स छैन हैन, किनभने काम हुन्छ, कामको लाग्दा भिडियो बनाउन चाहिँ मतलब टाइम मिल्दैन हैन। त्यही भएर भिडियो चाहिँ धेरै लेट आइरहेछ। सो एडजस्ट गरिहाल्नु होला र फोन आइरहेछ। सो गाइज अहिले चाहिँ म फेरि गइरहेको छु इटा बोक्न हैन। र एकछिन इटा बोक्छु अनि नुहाउँछु, त्यसपछि खाना खाएर जाने हो ग्यालेरी। हाम्रो ग्यालेरी चाहिँ भजनी छ हैन। सो तपाईहरुले चाहिँ ब्लग चाहिँ फुल वाच गरिदिनु होला। अनि म चाहिँ अहिले इटा बोक्न गइरहेको छु, त मम्मी बुवा चाहिँ बोकिराख्नु भएको छ। अनि हेर्न सक्नुहुन्छ हाम्रो बाजे पनि यता मिलाइराख्नु भएको छ अनि मम्मी र बुवा त बोकिराख्नु भएको छ, म पनि गइरहेको छु अहिले। सो अब गाइज मिल्ने छु म केही समयपछि हैन, इटा बोकिसकेपछि। र आजको ब्लग चाहिँ एकदमै खतरनाक हुनेछ, फुल वाच गर्नु भिडियो चाहिँ। र मिल्ने छु केही समयपछि हैन गाइज। सो गाइज अहिले चाहिँ फेरि म चाहिँ इटा बोकेर आइसकेको छु र हेर्न सक्नुहुन्छ इटा बोक्दाखेरि मेरो यो त स्क्र्याच लागिसकेको छ गाइज। स्क्र्याच अस्ति गर्नु भयो। अब त्यहाँ गइरहेको छु म चाहिँ नुहाउन, र अब नहाएर त्यसपछि खानासाना खाएर रेडी भएर जाने हो भजनी हाम्रो ग्यालेरीमा हैन। म चाहिँ अब मिल्ने छु हजुरसँग खानासाना खाएर अनि त्यसपछि मिल्नेसँग हैन। सो गाइज भिडियो चाहिँ फुल वाच गर्नु होला। मैले चाहिँ यो भिडियोमा कतिचोटि नै भनिसकेको छु हैन। अनि च्यानल चाहिँ सब्स्क्राइब गर्न नबिर्सनु होला। र यस्तै ब्लग हेर्नको लागि चाहिँ सब्स्क्राइब गरिदिनु होला गाइस हैन। र भ्यू चाहिँ हेर्नै सक्नुहुनेछ तपाईँहरूले। मेरो मोबाइल आज ब्लर हानिरहेछ यार, खै के पो भइरहेछ। A few moments later. सो गाइस खानासाना खाएर अब चाहिँ ग्यालेरी च्यानललाई रेडी भइसकेको छु, ब्याग स्याग टाँगेर। अनि आज चाहिँ केही कारणले चाहिँ आज मोटो ब्लगिङ चाहिँ क्यान्सल भयो हैन।
नेक्स्ट दिन बनाइदिउँला होइन गाइज। आज चाहिँ मोटो ब्लगिङ क्यान्सल भएको कारणले म चाहिँ बाजेकोसँग बसेर जानेछु बाइकमा र अब हुन्छ म त्यही गएर होइन आजको चाहिँ मोटो ब्लगिङ चाहिँ हुँदैन गाइज, एडजस्ट गरिहाल्नु होला र म चाहिँ केही दिनपछि ल्याइदिउँला फेरि होइन के छ र। सो मिल्नेछु म अब केही समयपछि होइन। सो गाइज ब्लग किन मोटो ब्लग किन क्यान्सल गरेको भनेको बुबा चाहिँ जानुहुन्छ सामान लिनलाई, त्यही भएर चाहिँ हाम्रो चाहिँ मोटो ब्लग चाहिँ आज क्यान्सल गरिएको छ र बुबा जानको लागि छन् आज सामान लिन होइन। त्यही भएर केही छैन गाइज, हाम्रो मोटो ब्लगिङ चाहिँ भइरहेको छ अब, किनभने अब हेल्मेट पनि आइसकेको छ, सबै सेटअप पुरै क्लियर भइसकेको छ। अब हजुरहरूको लागि चाहिँ एकदमै छिटो नै ल्याउने छु म मोटो ब्लगिङको भिडियो, हेर्न सक्नुहुन्छ। म चाहिँ यही बाइकमा बनाउने हो, प्लाटिना होइन। अहिले चाहिँ T4 भइसकेको छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। केही छैन गाइज, बनाउँछौँ एकदमै छिटो नै बनाउँछौँ होइन। हेर्न सक्नुहुन्छ हाम्रो प्लाटिना खतरा देखिन्छ त, पुरै हिलो भइसकेको छ, 4 भइसकेको छ। सो टेन्सन लिनुको कुरो होइन र छिटै नै बनाउँछु। च्यानल चाहिँ सब्सक्राइब गरिराख्नु होला। सो अब अरू चाहिँ के भनिदिनु होइन, नेक्स्ट सटरडे चाहिँ फिक्स हो गाइज होइन। सटरडे चाहिँ 101% आउँछ कि मोटो ब्लगिङको भिडियो। च्यानल सब्सक्राइब गरिराख्नु होला र अब म चाहिँ मिल्नेछु उतै ग्यालरी गएर होइन। भाइ रासनमा हेर्नु म चाहिँ ग्यालरी गएर चाहिँ आज ब्लग चाहिँ एन्ड गरिदिन्छु। फुल ब्लग चाहिँ बनाउँदैन म, मतलब फुल डेको ब्लग बनाउँदैन, सानोसम्मको। ग्यालरी गएपछि त्यसपछि काम हुन्छ, केही क्लिप बनाइदिनेछु हजुरहरूको लागि। सो अरू चाहिँ केही भन्ने होइन, यति नै भन्ने हो। सो हामी चाहिँ दुईजना गइरहेको छौँ, बाजेकोसँग बसेर गइरहेको छु। साँझ साइड हिँडेर आउनु चान्स छ किनभने। सो गाइज अब मिल्नेछु म उतै गएर ग्यालरी गएर होइन। फाइनली गाइज अहिले चाहिँ पसल पुग्यो होइन। र तपाईँहरूले हेर्न सक्नुहुन्छ पछाडिको रोग खुल्ला। अँध्यारो छ, पुग्यो गाइस पसलमा। अब जान्छु म पनि यता साइड। यो